हेलो एभ्रिवान, म चाहिँ आज कुचबिहारबाट जयगाउँ जाँदैछु। जयगाउँबाट चाहिँ फुन्चुलिङ जाने, भुटान जाने हाम्रो प्लान भएर अन्त यसरी नै म चाहिँ 8 बजी कुचबिहारबाट चाहिँ बसमा चढेर चाहिँ जाँदैछु जयगाउँ। अन्त मलाई सबैजनाले भन्दै थियो कि 1 आवर 20 मिनट्स लाग्छ भनेर। अन्त म चाहिँ यसरी जाँदैछु। जाँदा पुरा राम्रो भ्युजहरू पनि हामीले देख्न सक्दो रहेछ। अन्त चिलापत्ता फरेस्ट पनि त्यहीँ भेट्दो रहेछ बाटोमा। कस्तो राम्रो वेदर पनि राम्रो भएको थियो त्यो दिन। अन्त हामी जाँदै गर्दाखेरि यहाँनिर एउटा बस्ती भेट्यो, फरेस्ट बस्ती रहेछ। अन्त मेरो साथीहरू चाहिँ उता सिलगढीबाट नै डाइरेक्ट आउँछु भनेर भन्दै थियो तिनीहरूले। अन्त तिनीहरू चाहिँ 6 बजीको तिनीहरू चाहिँ ट्रेनमा चढेर तिनीहरू चाहिँ हाँसीमारासम्म आयो। अन्त हाँसीमाराबाट चाहिँ फेरि जयगाउँ आएर जयगाउँमा भेट्ने भनेर चाहिँ हामीले डिसाइड गरेको थियो। अन्त तिनीहरू त हिँडिसक्यो भन्ने थियो, तर सिलगढीबाट आउनु चाहिँ निकै टाइम लाग्दो रहेछ। कुचबिहार भन्दा चाहिँ कुचबिहारबाट त त्यहीँ रहेछ हो। अन्त त्यसरी जाँदा चाहिँ बाटोमा एकदम राम्रो भ्युजहरू देख्दै जाँदो रहेछ। घर जस्तो फिल हुँदो रहेछ क्या। अलिक नेपालीहरू देख्दै जाँदाखेरि चाहिँ घर गएको जस्तो फिल हुँदो रहेछ। अन्त यसरी नै जाँदा फाइनली आइपुगेँ हाँसीमारा। मेरो चाहिँ फर्स्ट ट्रिप थियो, एक्लै सोलो ट्रिप। अन्त हाँसीमारा आइपुगेँ। हाँसीमारा एउटा सानो बजार रहेछ, राम्रै रहेछ। अन्त एकछिन 5-10 मिनट्सको लागि चाहिँ गाडी रोक्दो रहेछ हाँसीमारामा। फेरि हाँसीमाराबाट रोकेर चाहिँ फेरि हामी जाँदैछौँ जयगाउँ चाहिँ जस्ट 14 किलोमिटर्स अवे भन्ने ठाउँमा आइपुग्यो। अन्त फाइनली हामीहरू जयगाउँ स्ट्यान्डमा आइपुग्यो। घडी कति बजे हो भन्दा हेर्दाखेरि टक्कै 10:30 हुनु आँटेको थियो। हामीहरू भनेको भन्दाखेरि 7 मिनट्स छिटो नै पुग्यो। अन्त यसरी नै म चाहिँ छिटो पुगिहालेँ। अन्त पर्खिँदै थिएँ। अन्त एकछिन बसेर पर्खिँदाखेरि फोन गरेँ घरमा साथीहरूलाई फोन गरेर सोधेको त तिनीहरू त हाँसीमारा आइपुगेर टोटो लिएर आउँदैछु भने। अन्त म त्यत्तिकै बसिरहेको थिएँ। त्यहाँनिर सोध्दै बसिरहेको थिएँ कि कति टाढो छ यहाँबाट फुन्चुलिङ भनेर सोध्दै बसिरहेको थिएँ। फाइनली तिनीहरू अटो लिएर आइपुगेछ। अन्त यसरी राम्री केटीहरूको चाहिँ एन्ट्री भयो। फर्स्ट दिछेन झऱ्यो, त्यहाँदेखि लाखपादी झर्नुभयो, त्यहाँदेखि चाहिँ सुफियादी। उनीहरू चाहिँ डरलाग्दो प्याकिङहरू गरेर आएको रहेछ। त्यो चाहिँ लाखपादीले चाहिँ अगाडि म्यापहरू खोजेर होटलहरूको बन्दोबस्त गर्नुको लागि एकदम एक्साइटेड भएर फर्स्टमा बसिरहेको छ। त हामी चाहिँ यसरी जाँदैछौँ। यो चाहिँ जयगाउँमै प्रपर टाउन रहेछ। जयगाउँ पनि राम्रो रहेछ। थाकेर हत्तु भएर पुगेको हामीहरू। यसरी नै लाखपादीले चाहिँ हामीलाई गाइड गर्दै लानुभयो है।